हेलो गाइज, हेलो गाइज। मुख धोएको छैन है। कस्तो मजा गाउँ हिँडेको दुध किन्नलाई। त गाइज यस्तो छ घर गाउँ त। म यस्तो राम्रो हुनै सक्दैन। पुरा घाम निस्किसकेको छ हौ। घर त्यहाँ छ हौ, टक्क परेको यो पुल यहाँनिर छ है। यो पुलबाट सिधा आउने उता झर्ने अनि यसै यहाँ बाँसको रुख छ एउटा सानो अनि सिधा आउने न उधारो बाटो छ। अनि टक्क त्यहाँ एउटा आँपको रुख छ। अरू छेउछाउ आँपको रुख छैन। यो गाउँमा आँपको रुख भनेको मेरो मात्रै हो अरे क्या। अनि त्यही मैले भिडियो नहालेको पनि धेरै भयो। खै भिडियो पनि हाल्नु टाइम पाउँदिनँ। के गर्ने हो कसो गर्ने हो। आज चाहिँ बुढीको मोबाइलबाट भिडियो बनाइरहेको छु। कस्तो छ है भन्नु है तपाईहरुले। अनि भिडियो चाहिँ खतरा देखिरहेको छु, तर के हो मै थाहा पाउँदिनँ। अनि 2000 सब्स्क्राइब पुगेपछि नयाँ मान्छेलाई देखाउँछु त भनेको छु। अब 2000 सब्स्क्राइब कहिले पुग्ने हो, मैले नयाँ मान्छेलाई कहिले देखाउने हो। युट्युबमा मैले वेलकम गरेको छैन। सायद अब म कुनै न कुनै दिन तपाईहरुलाई म नयाँ मान्छे देखाउने छु। अहिले चाहिँ किनभने भ्युजै आउँदैन अनि त्यही भएर नयाँ मान्छेलाई अब वेलकम गर्दाखेरि कमसे कम पनि 2000 जति त साथी होस् न। 2000 मा कमसे कम 500 ले हेर्यो भने पनि काफी। त्यहाँबाट तपाईहरुले एक एकवटा लाइकहरु, एक एकवटा शेयरहरु गरिदिनु भयो भने अनि एक एकवटा कमेन्टहरु गरिदिनु भयो भने पनि त्यत्रो नयाँ मान्छेलाई देखाको उपलक्ष्यमा धेरै मेहनत गरेर भिडियो बनाउनु पर्छ। अनि तपाईहरुले त्यति पनि हेरिदिनु भएन भने त कुनै काम नै छैन। काम नभएपछि त अनि मेहनत गरेर भिडियो बनाएको के काम। सकुन्जल गाउँ घरहरु यस्तो छ है। नयाँ बस्ती खैजनपुर त्यो पुल हो। त्यो पुलहरु अनि त्यो गाउँहरु भइगयो। हामी यतातिर छौं। अब अनि यता तोरीबारीहरु कस्तो छ। यो अरुको तोरीको बारीहरु हो। अब हामी यताबाट जान्छौं। यहाँबाट जान्छौं सरर। तोरीबारी यहाँ छ।